केरु के भुन्टी अब यो घरबाट सधैँका लागि निकालिदिन्छ कि मास्टर र भुन्टीको भेटले भुन्टीको सिन्दुर पुछिने अवस्था आएको हो। अनिकै होसमा आउने बित्तिकै भूपेन्द्रले भुन्टीको गालामा थप्पड हाल्ला त। नमस्कार दर्शकवृन्द, भुन्टी भाग 301 को अन्त्यले एउटा यस्तो रहस्य छोडेको छ जसले भाग 302 मा आगो लगाउने निश्चित छ। आजको भिडियो 1 सेकेन्ड पनि मिस नगर्नुहोला, किनकि आज म भाग 302 को त्यो पर्दाफास गर्दैछु जुन सुन्दा तपाईको होस पनि उड्नेछ। सबैभन्दा पहिलो कुरा त भाग 302 मा भूपेन्द्रले आफ्नो आँखा खोल्नेछन्, तर खुसी हुनुपर्ने ठाउँमा ठूलो तनाव हुनेछ, किनकि श्रेयाले भूपेन्द्रको कानमा यस्तो बीज घोलिसकेकी हुनेछिन् कि भूपेन्द्रले भुन्टीलाई देख्ने बित्तिकै अपराधी देख्नेछ। भुन्टीले रातभरि आँसु झारेर गरेको सेवाको जस श्रेयाले सित्तैमा कुम्ल्याउनेछिन्। के भुन्टीले आफू निर्दोष छु भनेर प्रमाण दिन सक्लिन् त, या फेरि रोएरै बस्लिन्? अब कुरा गरौँ त्यो दृश्यको जसले सबैलाई अचम्ममा पारेको छ, मास्टर र भुन्टीको भेट। भाग 302 मा मास्टरले भुन्टीलाई यो नर्कबाट बचाउन हात समातेर लैजान खोज्नेछन्, तर ठ्याक्कै त्यही बेला भूमिकाले उनलाई देख्न सक्छिन्। अब सोच्नुहोस् त, पहिलेदेखि नै भुन्टीलाई निकाल्न खोज्ने भूमिकाको हातमा कति ठूलो हतियार लाग्यो। भूमिकाले अब सारा गाउँले र परिवारको अगाडि भुन्टीलाई चरित्रहीन घोषणा गर्नेछिन्। के भुन्टीले मास्टरको साथ रोज्लिन् कि समाजको डरले पीडा सहलिन्? र अर्को डरलाग्दो कुरा, भूमिकाले आफ्नो विवाह छिट्टै गर्नको लागि दाजु भूपेन्द्रलाई एउटा झुट बोल्नेछिन् जसले भुन्टीको जिन्दगी बर्बाद पार्न सक्छ। उनले आफ्नो प्रेमीसँग मिलेर भुन्टीलाई घरबाट लखेट्ने अन्तिम योजना भाग 302 मा बनाउने छिन्। के आफ्नै नन्दले भुन्टीको सिन्दुरसँग खेलवाड गर्दा ससुरा बुवा टुलु हेरेर बस्लान् त? पक्कै पनि छैनन्। भाग 302 मा ससुरा बुवाको एउटा यस्तो निर्णय आउनेछ जसले श्रेया र भूमिकाको साथ उडाइदिनेछ। सबैभन्दा मुख्य प्रश्न, के भुन्टी अझै पनि चुप लागेर बस्छिन् होला त? भाग 302 मा भुन्टीले आफ्नो कोमल स्वभाव छोडेर चण्डीको रूप धारणा गर्ने सम्भावना छ। मास्टरको आगमनले भुन्टीलाई एउटा नयाँ हिम्मत दिनेछ। अब कि त भुन्टीले भूपेन्द्रको माया पाउनेछिन् कि त सधैँका लागि त्यो घरको ढोका बन्द गरेर मास्टरसँग नयाँ संसार बनाउन जानेछ। दर्शकवृन्द, के होला त भुन्टीको अन्तिम फैसला? भाग 302 मा आउने ट्विस्टले सिरियललाई नयाँ उचाइमा लैजानेछ। तपाईलाई के लाग्छ? भुन्टीले मास्टरसँग जानु ठिक हुन्छ कि भूपेन्द्रकै सेवा गरेर बस्नुपर्छ? तपाई कसको पक्षमा हुनुहुन्छ? कमेन्टमा आफ्नो विचार लेख्न अवश्य पनि नबिर्सिनुहोला। दर्शकवृन्द, अर्को एउटा यस्तो कुरा जुन कसैले सोचेको पनि छैनन्, कि मास्टरले भुन्टीलाई माया मात्र गरेका छन् कि उनको पछाडि अरु नै कुनै रहस्य लुकेको छ। भाग 302 मा मास्टरले भुन्टीलाई यस्तो कुरा सुनाउनेछन् जसले भुन्टीको होस उडाउनेछ। सायद मास्टरसँग भूपेन्द्रको विगतको कुनै ठूलो राज छ जुन भुन्टीलाई थाहा छैन। यदि त्यो राज खुल्यो भने भुन्टीले भूपेन्द्रलाई हेर्ने दृष्टिकोण नै बदलिनेछ। कि भुन्टीले त्यो रहस्य सुन्न सक्लिन् त, कि मास्टरको कुरालाई झुटो ठानेर इन्कार गर्लिन्? सबैभन्दा ठूलो ट्विस्ट त तब आउनेछ जब भूपेन्द्र पूर्ण रूपमा होसमा आउनेछन्। हामीलाई लाग्छ कि उनले भुन्टीलाई गाली गर्नेछन्, तर के होला यदि भूपेन्द्रले भुन्टीसँग माफी माग्यो भने? यदि भूपेन्द्रले श्रेया र भूमिकाको सबै चालबाजी थाहा पाएर उनीलाई नै घरबाट निकाल्ने निर्णय गर्यो भने के होला? भाग 302 मा भूपेन्द्रको एउटै शब्दले कथालाई पुरै उल्टाइदिन सक्छ। के भूपेन्द्र अब भुन्टीको संरक्षक बन्लान् त? दर्शकवृन्द, यी सबै कुराले के देखाउँछ भने भुन्टीको जिन्दगी अब एउटा यस्तो मोडमा छ जहाँबाट फर्कने कुनै बाटो छैन। मास्टरको साँचो प्रेम कि भूपेन्द्रको फेरिएको व्यवहार? भुन्टीले कसलाई रोज्लिन्? मलाई लाग्छ यसपटक भुन्टीले सबैलाई चकित पार्ने एउटा साहसी कदम चाल्नेछिन्। आजसम्म भुन्टीलाई दुःख दिने जति पनि मान्छे छन् सबैलाई अब भुन्टीले सजाय दिलाउनु पर्छ, त्यसपछि मात्र भुन्टीले न्याय पाउनेछिन्। तपाईलाई के लाग्छ? अबको नयाँ भागमा के हुनुपर्छ? आफ्नो विचार तल कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। अहिलेसम्म भिडियो हेरिराख्नु भएको छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। आजको लागि यति नै, हस्त, धन्यवाद।